टक्क पारेर यो गङ्गटो पोल्दै खाँदैछ आज है गङ्गटो यता मासु पनि छ अनि है आज धेरै रमाइलो भइरहेछ आज टाइम घुम्न आएका छौँ साथीहरु घुम्न मासु आज देख्न सक्नुहुन्छ यतातिर है आज हामी धेरै टाढा मुलिम कलिङकोट धेरै टाढा आएका छौँ आज खाने पनि हामीलाई सम्झिनुलाई उखु पनि फ्रेस उखु पाइन्छ हजुर यहाँ हजुर ल उखुहरू छन् उखु पनि फ्रेस उखु हो ल आज गर्नुलाई हजुर है ल आज धेरै रमाइलो छ है आज यी गङ्गटा खाने त्यसपारी सबै खाने मासु खाने अनि मिठो भइरहेको भइरहेछ एकदम मासु कस्तो राम्रो छ मन पर्छ मासु आगोमा पोलेको मासु एकदम मिठो बास हो टेस्ट लागिरहेको एकदम राम्रो छ हेर्नुहोस् राकेश भाइले कस्तो मजासँग झिल गराएछ पोले चाहिँ कस्तो राम्रो लाग्यो मलाई धेरै राम्रो छ नि मासु मिठो छ है मिठो छ यस्तै मनोरञ्जनको रातको भिडियो हेर्नको लागि तपाईहरुले मेरो युट्युब च्यानललाई सब्स्क्राइब लाइक कमेन्ट गरिदिनु होला है ठिक छ आज धेरै रमाइलो छ आज हामी राकेश भाइ नि बसेको छ है ठिक छ आज यो चाहिँ के हो मासु जलेर खाने भयो मलाई खानौ न